नमस्कार। आज हामी एउटा यस्तो गजबको कथा सुन्दैछौँ जसले हामीलाई धैर्य, लगनशीलता अनि त्यो नदेखिने मेहनतको शक्तिबारे धेरै कुरा सिकाउँछ। यो कथा हो एउटा बाँसको बिउको। अब कथा सुरु गर्नुभन्दा पहिले एउटा कुरा सोचौं न। कहिलेकाहीँ हामी एकदमै मेहनत गर्छौं तर त्यसको फल तुरन्तै देखिँदैन। त्यसो भए के त्यो मेहनत खेर गएको हो त? अनि यति लामो चुपचापको प्रतीक्षापछि आउने सफलता चाहिँ कस्तो होला? हो, आजको हाम्रो कथा यही प्रश्नको वरिपरि घुम्नेछ। ल, अब कथा सुरु गरौँ है त। यो कथाको सुरुवात हुन्छ एउटा किसानको सानो तर एकदमै बलियो सङ्कल्पबाट। एउटा यस्तो विश्वास जसलाई समयले नराम्ररी जाँच्नेवाला थियो। सुरुवात एकदमै सामान्य छ। एउटा किसानले धेरै आशा बोकेर एउटा चिनिया बाँसको बिउ रोप्छ। उसलाई थाहा त थियो यो कुनै साधारण बिउ होइन, तर अगाडि कस्तो यात्रा पर्खिरहेको छ त्यो त उसले सोचेको पनि थिएन। अब त्यो किसानले आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै कमी गरेन। हरेक दिन, एक दिन पनि नबिराई त्यो बिउलाई पानी हाल्ने, माटो खनजोत गर्ने, भनौँ न आफ्नो सारा मेहनत र माया त्यही जमिनको सानो टुक्रामा खनाइरहेको थियो। यो उसको हरेक दिनको काम थियो। तर अब सुरु हुन्छ त्यो किसानको विश्वासको सबैभन्दा ठूलो परीक्षा। वर्षौंसम्म लगातार मेहनत त गर्यो तर हातमा केही पनि लागेन। सोच्नुस् त कस्तो भयो होला। पहिलो वर्ष बित्यो, केही भएन। दोस्रो वर्ष पनि हालत उस्तै। तेस्रो अनि चौथो वर्षसम्म पनि त्यो जमिनबाट एउटा सानो टुसोसम्म देखिएन। सायद उसको ठाउँमा अरू कोही भएको भए त कहिले हार मानिसक्थ्यो होला, होइन र? तर त्यो किसानले आफ्नो काम छोडेन। अनि हो, यही नै हो यो कथाको सबैभन्दा महत्त्वपूर्ण मोड। 4 वर्षसम्म केही पनि नतिजा नदेखिँदा पनि त्यो किसानले आफ्नो बिउमाथिको विश्वासलाई मर्न दिएन। उसले हार मानेन। उसले त्यो बिउलाई छोडेन। अनि अब कथाले एउटा यस्तो मोड लिन्छ जुन साँच्चै अविश्वसनीय छ। वर्षौंदेखिको त्यो प्रतीक्षा, त्यो मौनता अब एउटा ठूलो नाटकीय सफलतामा बदलिने बेला आएको थियो। 5औं वर्षमा बल्ल त्यो किसानको धैर्यले काम गर्यो। जमिनबाट एउटा सानो हरियो टुसो बाहिर निस्कियो। सोच्नुस् त, 4 वर्षको लामो प्रतीक्षापछिको त्यो पहिलो सङ्केत कति अमूल्य थियो होला। तर त्यो टुसो कुनै सामान्य टुसो थिएन। त्यसपछि जे भयो त्यसले त सबैलाई छक्कै बनायो। त्यो कतिसम्म बढ्यो होला, के अन्दाज छ? 80 फिट। हो, ठिक सुन्नुभयो। केवल 6 हप्तामा त्यो सानो टुसो बढेर 80 फिट अग्लो बाँस बन्यो। यो त कुनै चमत्कारभन्दा कम थिएन। सोच्नुस् त, 4 वर्षसम्म चुपचाप अनि 6 हप्तामै आकाश छुने गरी हुर्कियो। तर यो चमत्कार पछाडिको रहस्य के थियो त? के त्यो बाँस साँच्चै 4 वर्षसम्म केही नगरी बसेको थियो? आखिर जमिन मुनि के चलिरहेको थियो? ल, अब यो रहस्यको पर्दा उघारौँ। प्रश्न त यही हो नि, होइन? यस्तो अकल्पनीय वृद्धि आखिर भयो कसरी? के त्यो बाँस 4 वर्षसम्म सुतेर बस्यो अनि अचानक बिउजियो? जवाब एकदमै सरल छ, तर त्यति नै गहिरो पनि। त्यो बाँस सुतेको थिएन। बाहिरबाट हेर्दा केही नदेखिए पनि जमिनमुनि उसले आफ्नो जग, आफ्नो आधारलाई बलियो बनाउँदै थियो। त्यो अदृश्य तयारी भनेको यही हो। ती 4 वर्षमा बाँसले आफूलाई 80 फिट अग्लो हुनको लागि चाहिने जग तयार पार्दै थियो। उसले आफ्नो जराको सञ्जाललाई टाढा टाढासम्म फैलाउँदै थियो ताकि पछि हुने त्यो तीव्र वृद्धिका लागि चाहिने ऊर्जा र पोषण जम्मा गर्न सकोस्। त्यसो भए यो बाँसको कथाले हाम्रो जीवनबारे के भन्छ त? यो सुन्दा सायद कसैलाई कुनै खेलाडीको वर्षौंको तालिम याद आउला, वा कुनै व्यवसायको रात-दिनको खटाई, वा कुनै कलाकारको निरन्तरको अभ्यास। यो कथाले धैर्य र त्यो नदेखिने मेहनतको शक्तिबारे एउटा गहिरो सन्देश दिन्छ। यहाँ हेर्नुस् त, कति प्रष्ट छ। 4 वर्षको अदृश्य काम अनि त्यसको नतिजा 6 हप्ताको विस्फोटक वृद्धि। हाम्रो जीवनमा पनि त यस्तै हुन्छ, होइन र? लामो समयको तयारी र नदेखिने मेहनतपछि नै ठूलो सफलता हात लाग्ने हो। त्यसैले यसको सार के हो भने, सफलता प्राय विस्फोट भए जस्तै आउँछ, तर त्यसको तयारी भने गहिरो गरी भित्रभित्रै भइरहेको हुन्छ। हामीले देख्ने सफलता रातारात आए जस्तो लाग्ला, तर त्यसको पछाडि वर्षौंको अदृश्य तयारी लुकेको हुन्छ। त्यसैले यदि आफ्नो मेहनतको फल तुरुन्तै देखिएको छैन भने निराश हुनुपर्ने कुनै कारण छैन। एउटा कुरा याद राख्नुहोस्,
त्यो मेहनत खेर गएको हुँदैन, बरु त्यसले सफलताको लागि एउटा बलियो जग बनाइरहेको हुन्छ। र अब अन्त्यमा एउटा प्रश्नमा खोतल्यौं, हाम्रो जीवनमा त्यो बाँस के हो? त्यो कुन सपना हो वा कुन लक्ष्य हो जसलाई हामी आज धैर्य र लगनशीलताका साथ मलजल गर्दैछौं र जसको जग हामीले नदेखे पनि भित्रभित्रै बलियो बन्दै गइरहेको छ?